एकता छ र हामी यहाँ जनभेला भएर हामी त्यही प्रमाण गर्न चाहन्छौँ। हजुर तकबिन हजुरलाई हेरिरहनु भएको छ जी न्युज 24 र हामी आएर उपस्थित भएका छौँ दुलियाजानमा। तोइलो नगरी दुलियाजान जसलाई भनिन्छ र हामीले एकजना जनप्रिय सोसियल साइटमा जनप्रिय एकजना व्यक्ति असममा चर्चित व्यक्ति गोर्खाली समाजमा उहाँ हुनुहुन्छ ट्रु लभ भनेर। फुल फुलेपछि झर्नै पर्छ, मान्छे जन्मेपछि मर्नै पर्छ। हेलो नमस्ते सबैलाई, वेलकम ब्याक टु माई युट्युब च्यानल र सबैलाई जय गोर्खा। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ भनेर र मैले उपस्थित छु 26 र 27 डिसेम्बरमा हुन गइरहेको अखिल आसाम गोर्खा छात्र सङ्घको स्वर्ण जयन्तीको स्टेजमा र हेर्नु सक्नुहुन्छ म चाहिँ अहिले नै स्टेजमाथि उठेको किन भनेपछि 26 र 27 डिसेम्बरको दिन के थाहा डान्स नमिल्नु पनि सक्छ, त्यो केही छैन, मन दुख्छ भनेर अहिले नै चढिहालेको छु। हाई गाइस, म चाहिँ ट्रु लभ हो। यता हेर्नु सक्नुहुन्छ सबैले मलाई हेरिराख्नु भएको छ, तर दुःखदको खबर यो कि उता कोही पनि छैन र हाम्रो बिचमा हुनुहुन्छ आदित्य दा। र के भन्नु चाहनुहुन्छ यो हाम्रो गोल्डन जुब्लीलाई लिएर आउँदो 26 र 27 को जुन चाहिँ हाम्रो स्वर्ण जयन्ती आक्सुको स्वर्ण जयन्ती, यस स्वर्ण जयन्तीमा हाम्रो आसामवासी सबै जति पनि गोर्खे जनमानसहरू छ उहाँको सबैको उपस्थिति कामना गर्दछु। धन्यवाद। धन्यवाद। र दाजुले भनिहाल्नु भयो र म पनि त्यही भन्छु, जति पनि हुनुहुन्छ आफ्नो जातिको लागि निक्लिनुपर्छ र सबैजना सम्पूर्ण मेरो गोर्खाली परिवार जति पनि हुनुहुन्छ सबैजना आउनु होला र हाम्रो यो गोल्डन जुब्लीलाई एउटा भव्य गोल्डन जुब्ली बनाउनुपर्छ भनेर म आश राख्दैछु र अझै पनि देखाउँछु। भिडियो स्किप नगरी अन्तिमसम्म बनिराख्नु होला। यहाँको कतिपय नजारा यस प्रकारको छ। भाषा बिना छैन जातिको आफ्नो मौलिक पहिचान, साहित्य र संस्कृति बिना हुँदैन। र यता चाहिँ देख्न सक्नुहुन्छ गोर्खा फास्ट फुड आरु सेल रोटी, मतलब यहाँ सेल रोटी र फास्ट फुड भेटिन्छ। साथैमा मोमो, चाउमिन, रोल, पकौडा, सेल रोटी, फ्राई राइस सबै एभाइलेबल छ। र यो यिनीहरू चाहिँ फसल अर्थात् दोकान, यहाँ दोकानको पनि सुविधा गरिदिनु भएको छ र प्राय मान्छे यहाँ आइसक्नु भएको छ दोकानको लागि र हजुरले पनि छिटो चाँडो आउनु होला। मेन पेन्डल चाहिँ म देखाउनु बाँकी छ हजुरहरूलाई, यस प्रकारको छ, एकदम भव्य तरिकाले बन्दैछ र टोटल कम्प्लिट भइसकेको छैन तर भइसक्छ, किनकि आज हाम्रो हातमा छ सिर्फ आजको दिन छ 24 र 25 आज, अनि भोलि छ आजको दिन त गइसक्यो र यही पेन्डलिङको काम चलिरहेको छ र यही हो स्टेज बनिरहेको छ र सबैजना आफ्नो आफ्नो दाजुभाइहरू जति पनि छन् सबैजना आफ्नो आफ्नो कार्यमा हेर्न सक्नुहुन्छ, व्यस्त हुनुहुन्छ। कोही धुरीमाथि चढेर खुट्टा भाँचो लडेर हेर्न सक्नुहुन्छ र यता चाहिँ सबैजना आफ्नो कार्यमा व्यस्त हुनुहुन्छ र उता पेन्डलिङको काम पनि चलिरहेको छ। टोटल 50% कम्प्लिट भइसकेको छ, अझै 50% बाँकी छ कम्प्लिट हुनुको लागि र यो चाहिँ हो स्टेज चाहिँ अलिक तगडा बनाउनुपर्छ, किन भनेपछि यो स्टेजमा मेरो पर्फर्मेन्स हुनेवाला छ, म नाच्नेवाला छु र म यहाँ सायरी भन्नेवाला छु। सायरी भन्नेवाला त छु, मलाई भुलायो भने चाहिँ भन्छु। अब स्टेजमा चढ्ने मौका पाएन भने चाहिँ कसरी भन्नु, कुनामा गएर वा 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 फुल फुलेपछि झर्नै पर्छ, वा 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 गर्नुपर्छ। केही छैन, सबैजना आउनु होला र सबैजनासँग भेट हुन्छ भन्ने आशा राखेको छु। र प्राय मान्छेको एउटा क्वेसन छ कि मेरो घर कहाँ हो भनेर, तर सबैले प्राय मान्छेलाई थाहा छैन। एक्चुअली मेरो घर यहीँ हो दुलियाजान, डिब्रुगढ डिस्ट्रिक्ट र सबैजनासँग भेट हुन्छ भन्ने आशा राखेको छु। सबैजना चाँडै आउनु होला, लड्दै पढ्दै आउनु होला सबैजना र भिडियो स्किप नगरिकन अन्तिमसम्म बनिराख्नुहुन्छ भन्ने आशा राखेको छु। र यहाँ चाहिँ बन्दैछ गेट, हेर्न सक्नुहुन्छ गेट बन्दैछ। मेन गेट यो होइन, मेन गेट ऊ अगाडि छ, म त्यो पनि देखाउँछु। तर यहाँ चाहिँ अहिले यो पनि गेटको लागि नै काम चलिरहेको छ र यिनीहरू जुन चाहिँ देख्नुभएको छ यिनीहरू चाहिँ लाग्छ वेलकम गेट, मतलब वेलकम गेटमा चाहिँ यिनीहरू लगाउने। यहाँ यहाँ पुरा ड्युटी चलिरहेको छ दिनरात एक गरेर, मैले मात्रै होइन सबैजनाले, हाम्रो काकाहरूले पनि सबैजनाले दिनरात एक गरेर यो लागिरहेको छौँ। हाम्रो हातमा मुठे छ 2 दिन, आजको दिन त गयो, भोलिको दिन छ 25-26देखि चाहिँ स्टार्ट भइसकेको छ र दिनरात सबैले आफ्नो आफ्नो कार्यमा व्यस्त छ। म पनि व्यस्तै छु भन्दा नि हुन्छ। आउनुहोस् सबै नै मिलिजुली गरेर सबै यो प्रोग्रामलाई ठुलो बनाऊँ र सक्सेस बनाऊँ।
फाइनली अहिले चाहिँ हामी भोलिन्टियरको लागि जुन चाहिँ कपडा सिलाउनु दिएको थियो त्यो आइसकेको छ। कपडा सुज जति पनि छ भोलिन्टियरको लागि सामानहरू जति चाहिन्छ यहाँ छ। यो आइसकेको छ र यो चाहिँ गाडी हो। र दाजु यो गाडीमा यो जाँदैन त गाडीमा यो चाहिँ अब दाजुले बोकेर लानुहुन्छ काँधमाथि। नमस्कार, जय गोर्खा। अखिल असम गोर्खा छात्र संघ केन्द्र समितिको सोनाली जयन्ती शुभारम्भनी डिब्रुगढ जिल्ला तपाईँको के अरे बिहुतली प्रेक्षागृहमा भइरहेको छ। तपाईँले यो ब्यानर पोस्टकार्डहरू देखिराख्नु भएको छ। त्यसरी नै धुमधामसँगले भोलिदेखि दोकान सकान आजदेखि नै तेजपुरको दिदी बहिनीहरू पनि यहाँ दोकान दिनुलाई आज मैले अलिकति अगाडि देखेँ, उहाँहरू पनि दोकान दिनुलाई आइराख्नु भएको छ। यसरी नै सारा आसामवासी गोर्खा महाजातिलाई सबैलाई यहाँदेखि विनम्र हामी अनुरोध गर्दछौँ अखिल असम गोर्खा छात्र सङ्घको मञ्चदेखि र तपाईँहरू धेरैभन्दा धेरै यहाँ उपस्थित भइदिनुहुन्छ भन्ने आशा राख्दछौँ। र हामीहरूको यहाँ अलिकति भोलिन्टियरको कुरो पनि म एड गर्दैछु। भोलिन्टियर सेलको हामीहरूको यहाँ तालिम भइरहेछ 122 जनाको र राम्रो डिसिप्लिन मेन्टेन गरेर राम्रो एउटा परिवेशमा एकदम शान्ति श्रृङ्खलाबद्ध राम्ररी प्रोग्राम चाहिँ सक्सेस हुन्छ र सबैलाई निम्तो छ। र यो हामीहरूको के ओइल इन्डिया उयसबाट बासहरू पनि 20वटा कि कतिवटा यसरी दिएको छ भन्ने कुरा छ। यातायातको लागि पनि त्यति प्रब्लम छैन। त्यसको लागि आरसी र सेन्ट्रल कमिटीसँग जोगाजोग गर्नु म सारा आसामबाट आउनुहुने महानुभावहरूलाई म आग्रह गर्दछु। धन्यवाद। एउटा इतिहासै हो, अहिलेको जेनेरेसनले पाउनु एउटा ठुलो कुरा हो कि 50 साल भइसक्यो आक्सुको भएको। सो हामी जति पनि आसाममा बस्ने हामीको गोर्खालीहरू छ उहाँलाई अनुरोध गर्छु यो प्रोग्राममा जति सके तपाईँहरू प्रेजेन्ट हुनुहोस्। यो इतिहास हो, एउटा आक्सु कर्मी हिसाबमा हामी जुन चाहिँ लागिराखेको छु त्यो हिसाबमा तपाईँहरू आउनुहोस्। जति पनि एक्सहरू हुनुहुन्छ आक्सुको उहाँहरू आउनुहोस्, तपाईँहरू आउनुहोस्। हामी जसरी डिब्रुगढ जिल्लाले हामी तपाईँहरूलाई वेलकम गर्छु। हामी यो शुभ कामलाई पाउनु हामी बहुत गौरव गर्छु। अब तपाईँहरूलाई आउनु दिनमा राम्रो काम गर्नुको लागि हामी एउटा राम्रो ठानिराखेको छु। त्यो हिसाबमा तपाईँलाई देखाउनु पनि चाहन्छु। धेरै धेरै धन्यवाद छ भाइ, तपाईँको यो माध्यममा हामीले कोही कुरा बोल्नु पायो भने। सबैमा नमस्कार छ। अखिल असम गोर्खा छात्र सङ्घ डिब्रुगढ जिल्ला समिति तर्फबाट र साथसाथमै अखिल असम गोर्खा छात्र सङ्घको स्वर्ण जयन्ती समारोहको शुभारम्भ अनुष्ठानको उद्यापन समितिको तर्फबाट पनि हामी सबैमा हार्दिक अभिनन्दन ज्ञापन गर्दैछु। हामी यहाँ जनाउन पाउँदा अति नै हर्ष लागेको छ कि अखिल असम गोर्खा छात्र सङ्घको स्वर्ण जयन्ती वर्ष शुभारम्भ अनुष्ठान आज दुलैजानको तैल नगरी बिहुतली प्राङ्गणमा अनुष्ठित हुन जाँदैछ। र एकजना आक्सुको कार्यकर्ताका हैसियतले स्वर्ण जयन्तीको अनुष्ठानमा हामीले एकजना कार्यकर्ताका हैसियतले हामी यसमा सहभागी हुनु पाउँदा हामी साँच्चै नै गौरव अनुभव गरेको छु। र हामी यस भेगदेखि यस मञ्चदेखि हामी जम्मै असमवासी गोर्खाली जनमानसलाई हामी आह्वान गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु कि हाम्रो यस 2 दिने कार्यसूचीमा सबैजनाको हामी उपस्थिति कामना गर्दैछु। हामीले अखिल असम गोर्खा छात्र सङ्घको कार्यकर्ता लगभग 10,000 भन्दा धेरै कार्यकर्तालाई हामीले यहाँ बस्ने खाने सुत्ने व्यवस्था हामीले गरेको छौँ। र साथसाथमा हामीले लाखौँ जनताको यहाँ समागमको पनि हामीले आशा गरेको छौँ। र यस तपाईँहरूको च्यानल मार्फत हाम्रो ट्रु लभ भाइको च्यानल मार्फत हामी जम्मैमा फेरि आह्वान गर्न चाहन्छु कि हाम्रो यस गोर्खालीको मुटुको सङ्गठन अखिल असम गोर्खा छात्र सङ्घको यस महासमारोहमा सबैजनाको हामी उपस्थिति कामना गर्दैछौँ। धन्यवाद।